कामाख्या मन्दिर हिन्दू धर्मका प्रमुख शक्तिपीठहरूमध्ये एक अत्यन्त महत्त्वपूर्ण मन्दिर हो, जुन भारतको असम राज्यको गुवाहाटी सहर नजिक नीलाचल पहाडमा अवस्थित छ। हजुरहरू पनि दर्शन गर्न आउने सोचिरहनु भएको छ भने यहाँ यसरी बिहानैदेखि भक्तजनहरू लाइनमा बस्ने गर्नुहुन्छ। हामी 2 बजे बिहान पुग्दाखेरिको दृश्य हो यो। जय माताजी, जय माताजी। 1.5 घण्टाको पर्खाइपछि हाम्रो लाइन पूर्ण अघि बढेको छ। अब हामीले अगाडि देखिरहनु भएको त्यो भर्याङको साइडमा गएर फोटो खिच्नेछौँ र पास लिनेछौँ। पास लिएर मात्रै हामी अघि बढ्न पाउने हुँदा हामी पास लिएर अझै अगाडि बढ्नेछौँ। टिकट लिएर निस्किसकेका छौँ। यहाँबाट चाहिँ हजुरको इन्ट्री हुन्छ है। चाहिँ फेरि तपाईँहरू भित्र छिर्न पर्ने हुन्छ है। अघि त्यहाँ अगाडि लाइनमा हुनुहुन्थ्यो, अब यो भित्र लाइनमा हजुरहरू चाहिँ बस्न पर्ने हुन्छ। कामाख्या मन्दिरको इतिहास हिन्दू पुराणसँग गहिरो रूपमा जोडिएको छ। पुराण अनुसार सतीले आफ्ना पिता दक्ष प्रजापतिको यज्ञमा अपमानित भएपछि आत्मदाह गरिन्। त्यसपछि भगवान शिव अत्यन्त दुखी भई सतीको मृत शरीर बोकेर ताण्डव गर्न थाल्नुभयो। सृष्टिको सन्तुलन बिग्रन थालेपछि भगवान विष्णुले सुदर्शन चक्र प्रयोग गरी सतीको शरीरका विभिन्न अङ्गहरू पृथ्वीका अलग अलग स्थानमा खसाल्नुभयो। ती स्थानहरूलाई शक्तिपीठ भनिन्छ र कामाख्या मन्दिर त्यही स्थान मानिन्छ जहाँ सतीको योनि भाग खसेको थियो। ऐतिहासिक रूपमा यो मन्दिर प्राचीन कालदेखि नै अस्तित्वमा रहेको मानिन्छ। विभिन्न आक्रमणका कारण मन्दिर पटक पटक क्षतिग्रस्त भयो। पछि 16औं शताब्दीमा राजा नरनारायण र उनका भाइ चिलारायले मन्दिरको पुनर्निर्माण गराएका थिए। यो मन्दिर विशेष गरी तान्त्रिक